कसरी गरिन्छ होइन यो चाहिँ भन्ने मात्रै हो अनि यसलाई हटाइदिने होइन यत्रो यत्रो भइसकेको छ होइन यसरी गरिन्छ यसलाई मजाले लगेर चाहिँ दानी गरी यत्रो भइसकेको छ ल सबैजनालाई है त धन्यवाद मुङ्गी पनि छैन दाल सक्यो गऱ्यो अच्छा ठिक छ ल म चाहिँ कुक म्यान हो होइन म्यान हो अब चाहिँ जान्छु खाना बनाउला हाम्रो यो खेतको चाहिँ पछाडि लगाएको लोड चाहिँ हाम्रो यो हो होइन यता चाहिँ पौधाहरू त अहिले दामी छ होइन यता फ्रेस कन्डिसनमा छ यताको पौधा अनि अब पछाडि कस्तो हुने थाहा छैन होइन अहिले त एकदम यसको कन्डिसन चाहिँ बवाल छ दामी छ होइन यत्तिकोसम्म हुनु पऱ्यो क्या सँगै लगाएको हेर्नुहोस् है म के देखाउँछु यो घाँसले गर्दा यो घाँस हुन्छ यो चाहिँ अहिले मेरो काटेको छ भने यो चाहिँ यति धेरै छिटो ठुलो हुन्छ होइन पुरै लमजम परेर यस्तो गरिदिन्छ क्या हिँडेर फरक हेर्नु त यताको पौधा यो सँगै लगाएको यो चाहिँ यत्रोको यत्रै छोडिदियो पर पनि हेर्नुहोस् है घाँस भएकोसम्म त्यो 2 टाटीसम्म 2-3 टाटीसम्म त्यत्रो छ अनि यो घाँसले गर्दा यो खेती गर्ने भयो होइन म सबैलाई के भन्छ भने घारी ढिक चाहिँ उसमा यताउतापट्टि सबै चाहिँ क्लियर एकदम क्लिन हुनुपर्छ सफा हुनुपर्छ होइन घाँस नभएको हुनुपर्छ हाम्रो यो घाँसले गर्दा पौधाहरू यसरी खाइदियो कि यो घाँसले अनि एउटा 2टा अनि त्यो 3देखि उता हेर्नुहोस् फेरि अनि यस्तो कन्डिसनको छ पौधा यस्तो डिफ्रेन्ट हुन्छ क्या यो घाँसले गर्दा होइन एकदम लास्टै खाइदिने रहेछ कि हाम्रो चाहिँ यतापट्टि भने यस्तै अनि घारीतिर पनि घाँस भएर अनि घारीतिर पनि त्यस्तै बिचमा मात्रै यस्तो हो क्या यस्तो हामीलाई चाहिँ लास्टै घाटा गरिदिरहेछ अनि त्यही भएर चाहिँ घाँस चाहिँ हुनु अलि यता घाँस छैन फेरि अनि यता पनि अनि भिततिर पनि अनि कन्डिसन ठिक छ यो पौधाहरूको सो चट्ट यतातिर राम्रै भइरहेछ भनौँ त्यस्तै चाहिँ नपऱ्यो पौधाको चाहिँ कन्डिसन यता त्यो पौधाको चाहिँ दामी लाग्यो मलाई तलतिरको एउटा खेतको कन्डिसन चाहिँ अलिक नमजाको रहेछ म चाहिँ आज खेततिर नआएको पनि धेरै भइसक्यो कि म चाहिँ आउँदैन थिएँ केको पानी लगाएर त पानी लगाएर सो होइन यो खेतको हाटी पनि खोला होइन सट्टौ बोर भनेको पानी यहाँदेखि आउँछ होइन यो चाहिँ तपाईँको मुनि चाहिँ यो 300 फिट मुनि छ 300 फुट मुनिदेखि निकालेको पानी हो यो यही पानीदेखि सिँचाइ हुन्छ हाम्रो पौधा सानो हुन्थ्यो अनि यो खेतमा पनि चाहिँ कन्डिसन त ठिक छ पौधाहरूको अहिले सट्ट म चाहिँ यस्तै घुमघाम गर्न खेततिर आएको अब चाहिँ निस्किन्छु फेरि रुमतिरै सबैजनाले भिडियो हेरिदिनु होला गाइस होइन अब भिडियो चाहिँ युट्युबमा गएर पनि हेरिदिनु होला युट्युबमा आउँछ होइन चट्ट लगाएर दानी तरिकाले माया देखाइदिनु होला त्यही भन्न चाहन्छु है धन्यवाद।